हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई सुरुमै भने। अनि आज मैले सुरुमै भिडियोमै भने सबैजनाले मेरो भिडियो चाहिँ सुरुमा लाइक कमेन्ट गरेर चाहिँ हेर्नु होला है त। अनि आज चाहिँ म यता बाख्रालाई घाँस काट्नको लागि आएको छु। अनि बाख्रालाई घाँस काट्नु म आएको छु। अनि मम्मीहरू चाहिँ तरुल खन्नुको लागि आउनुभएको छ। मम्मीहरू चाहिँ त्यहाँ तल रुखहरू देख्नु हुँदैछ नि, त्यहाँनिर तरुल खन्नु हुँदैछ, घर तरुल। अनि म चाहिँ यहाँनिर आएर बसिरहेको छु। नाम्लो डोरी यहाँ छ। अनि यहाँनिर यो घाँस झारेर लानुपर्ने। अनि अहिले चाहिँ म अब मम्मीहरू भएको ठाउँमै जानु पर्यो, त्यो तरुल खन्नु भएको ठाउँमा हेर्नको लागि। साथीहरू मलाई चाहिँ एकदम सन्चो छैन क्या, रुगा मर्की लागिरहेछ, टाउको दुखिरहेछ। त्यही पनि अब यसो अलिअलि सक्ने काम त गर्नु पर्यो। सुतिराख्यो भने त झन् साह्रो सुतेकै भइछ नि त, बिरामी झन् साह्रो चेप्छ। अनि त्यही भएर हिँड्दै खाँदै हिँड्दै गर्छु क्या। म चाहिँ अलिअलि सहेरै हिँड्छु, म दबाई खानु सक्दिनँ क्या, बरुभन्दा सह्यो हिँड गर्छु नि त। त्यही भएर साथीहरू हामी चाहिँ अब म चाहिँ अब तरुल खनेको ठाउँमा जान्छु, तपाईँलाई पनि देखाउँछु ल, हेर्नु होला। म चाहिँ तरुल खनेको ठाउँमा जाँदैछु साथीहरू। तपाईँहरू त अब कतिजना त अब मेलातिर जानुहुन्छ होला, आज राति त मेला लाग्छ नि त, कता कता जानुहुन्छ होला। मेरो चाहिँ यसपालि घरमै बस्ने, कतै पनि नजाने, माइती पनि नजाने भन्ने त्यसमा घरमै बस्ने, रमाइलो गर्ने घरमै भन्दैछु। गाह्रो छ हौ, कति धेरै काँडै काँडा रहेछ यहाँ चाहिँ। यहाँ मम्मीहरू चाहिँ तरुल खन्नु हुँदैछ, कतिको रहेछ तरुल हेरौँ न, हेरिदिउँ। मम्मीहरूको गाचार बोल्नु अप्ठ्यारो लाग्छ कि एक्लै हुँदा बोल्ने हो। साथीहरू यस्तै हो। खोइ गाइजहरू तरुल आयो नि, तरुल चाहिँ यहाँ रहेछ है साथीहरू। तरुलको धनी यता हुनुहुन्छ। म यो भिडियो युट्युबमा लाउँछु, लाइक कमेन्ट गर्नु दुईजनाले नै, अरूको मात्रै नहेर्नु, मेरो पनि हेर्नु। अब यहाँ चाहिँ लु यस्तो दह्रो खडा रूपमा हाम्रो मम्मी चाहिँ यहाँनिर तरुल खन्नु हुँदैछ, त्यही पनि घारीमा साथीहरू। धोक्टुङ नाइ तरुलै तरुल भाँचिन्छ, माया लाग्छ फेरि। अनि भाँचिएपछि भाँच्यो, तरुल निक्ल्यो फाइनली एउटा। वन तरुल जस्तै हुन्छ यो चाहिँ। आमामा हौ, अनि यो त जरा मुनि रह त के गर्नु यो चाहिँ। अनि यस्तो यो चाहिँ देखेको सबै तरुल हो। खनिसकेर एकछिन अब अनि यो कुन पाराको छ त नाना? कुन पाराको यता भित्तामा गएको छ जस्तो छ हौ, यतापट्टि चाहिँ त्यो त बन्चरोले उले नै होला, खन्तीले खन न खन्तीले काटन कपी त्यसो हाल्दै नि सादेको यहाँ। साथीहरू म चाहिँ यहाँ तरुल खन्दैछु। तरुललाई भेटो ड्याममै त्यसले अहिले त खन्छ भेटेन। ए हाम्रोतिर चाहिँ यस्तो तरुल हुन्छ। मुनि तरुल देखाउनु न मम्मी, क्यामेरा मेरो सानो तरुल निकाल्नु त निक्ली पनि सक्छ। झ्वाक्की झक हानेछ बुहारीले त। गाह्रो छ, गाली पनि खानुपर्छ मैले। खोइ त सासूहरूको सासूहरूको गाली पनि खानु छ, तरुल पनि खन्नु छ। यता के ए त्यहाँ पनि रह त, नदेखेको नि त त्यो त। गाइजहरू यस्तो यस्तोमा खन्नुपर्छ गाइजहरू, के गर्नु। यी जरा रहेछ नि त। अनि यहाँनिर कसरी गर्नु त कस्तो यो त तरुल त कम्ता हुँदैन। गाइजहरू खतम भयो, बिग्रियो अरे, सासूहरूको मुख बिग्रियो। गाइजहरू लु बिगारिहाल्यो नि घाँसले त। ए मम्मी यस्तो अप्ठ्यारो परे चाहिँ मैले कसरी खन्नु त नि, यस्तै हो। लु 3 मुख छ अझै, तर कताबाट निकाल्नु यो हत्ते। यो तपाईँले त 100 रुपियाँ केजी लिएको भन्नुहुन्थ्यो, म भए त 500 रुपियाँ केजी नि दिन्न। यसो दुःख गरेर खनेर किन लिएको भन्थे, यस्तो दुःख हुँदो रहेछ खन्नु त। हाम्रो त अस्ति पक्लक्कै माथिबाटै निक्लेको थियो पोहोर त। पोहोर हौ अस्ति होइन, पोहोर परार
लु गाइजहरू दुःख पाइयो ला तेरीमा ला लु लु या गर्नुसम्म गरिहालेँ तरुलै अनि तरुलै तरुल छ अनि के गर्नु त अनि मैले लु यस्तै हो अनि ढुङ्गा छ मुनिबाट फेरि अनि यसरी नै अब तरुला गाह्रो छ यत्रो ढुङ्गा निकाल्नु यहाँ मरि बन्छहरूले ए उसले हानेर तरुल यो कुन खालको तरुल हो झन् तल्ल गहिरोमा अघि पिछलिएको यो चलेर यस्तो यो त कस्तो मिठो हुन्थ्यो नि ठुलो फेदाको चाहिँ पिछली गयो फेदाको त त्यो बनतरु जस्तै नि थियो के त्यो उसले खन्डा तरुल जस्तो यो पनि बनतरु जस्तै थियो जङ्गल बोकेर लु हाम्रो तरुल चाहिँ यति धेरै भइसकेको छ मम्मीहरू खन्नु हुँदैछ म चाहिँ अब हिँडेको घरतिर यहाँ घाँस झारेकै छुइनँ मैले केही छोडेर आएको अब जान्छु त्यहाँ घाँस झार्छु अनि म अस्ति घर जान्छु अनि फेरि अहिले तरुल लिनुलाई आउँछु बोरा लिएर साथीहरू सन्चो नभएर फेरि गाह्रो छ हौ मलाई खुर्पा मेरो यहीँ छ म चाहिँ अब त्यो खनिउको घाँस झार्छु कुन सक्छु त्यही झार्छु अनि चाहिँ म घर जान्छु साथीहरू अब घाँस झारेको त अब भिडियो कलले गर्दिनँ एक्लै छु भिडियो गर्दिनँ अब घाँस झारिसकेर एकैचोटि भारी बोकेर म चाहिँ भिडियो गर्छु साथीहरू है त भन्दै अब चाहिँ म फाइनली आया रुखमा पनि घाँसमा खाम पनि आइपुगिसकेँ अब मम्मीहरू चाहिँ खनि नै राख्नु भएको तरुल पत्ताले तरुल अरे एक डोको निक्लेको अरे पोहोर पनि यस्तोले कति निक्लिनु हो हामी त खन्नु नि नसक्ने म चाहिँ एकछिन खनि सघाएँ अब चाहिँ हिँडेँ मेरो खुर्पा र नानीहरू चाहिँ यहाँ लावारिसी अवस्थामा छ यो घाँस झार्नुपर्ने साथीहरू रुख चढेर गाह्रो छ नि हौ मलाई ल साथीहरू अहिले एकछिनमा भेटौँ ल अब म रुख चढ्छु अनि साथीहरू मैले चाहिँ घाँस पनि झारिसकेँ रुखमै बसेर यसरी भिडियो कसले गर्छ भन्दाखेरि चाहिँ मैले गर्छु आयो त गाह्रो भयो नाकटालेर ल म घाँसको बारी लगाइसक्छु अनि म भेट्छु है त थोरै लाने धेरै नलाने खाँदैन नि त धेरै त त्यही भएर ल एकछिनमा भेटौँ ल साथीहरू मेरो चाहिँ घाँसको बारी पनि पुग्यो म बोकेर पनि जाँदैछु साथीहरू घरतिर त्यो गर्मी पो हुँदैछ एकैछिनमा गर्मी हुन्छ एकैछिनमा जाडो हुन्छ मलाई के भयो यस्तो ल साथीहरू सबैजनाले मेरो भिडियो लास्टसम्म हेर्नुभयो होला त्यसको लागि थ्याङ्क यू सो मच अनि आजको मेरो भिडियो चाहिँ यति नै है त खासै सन्चो छैन त्यही भएर मैले भिडियोहरू बनाउनु त बनाउँछु त्यही गर्नै जग्गा चल्दैन के भएको त्यही भएर ल त आजको भिडियो मेरो यति नै बाई बाई सबजना लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला बाई बाई